मध्यपूर्व फेरि एकपटक युद्धको आगोमा चलिरहेको छ र यो कुनै सानोतिनो झडप होइन। यो त एउटा यस्तो सङ्कट हो जसले पुरै विश्वलाई आफ्नो चपेटामा लिन सक्छ। यो कथा केवल समाचारको हेडलाइन मात्र होइन, यो लाखौं मानिसहरूको जीवन र मृत्युको प्रश्न पनि हो। आखिर यो सङ्कट कसरी सुरु भयो र यसको असर कहाँसम्म पुग्न सक्छ? आउनुहोस् यो जटिल कथाको हरेक पत्रलाई पल्टाएर हेरौं। हो, युद्धका बारेमा धेरै विश्लेषणहरू गरिएका छन्, तर यो भनाइले घटनाको तथ्याङ्कभन्दा परको मानवीय पीडालाई छर्लङ्ग पार्छ। जब युद्ध व्यक्तिगत बन्छ, तब त्यो केवल दुई देशको लडाईँ रहँदैन। यो विश्वभरि छरिएका करोडौं मानिसहरूको कथा बन्छ, जसको जीवन यस द्वन्द्वले प्रत्यक्ष रूपमा छोएको छ। सोच्नुस् त, घटनाको केही घण्टा अघि मात्रै स्रोतका कथावाचक आफ्नो परिवारसँग दुबईमा थिए। उनीहरू बसेको होटलको ठिक पारिपट्टि रहेको फेयरमन्ट द पाम होटलमा विस्फोट भयो, आगो लाग्यो। उनीहरू भाग्यले बिहानैको फ्लाइटबाट त्यहाँबाट निस्कन त सफल भए, तर उनीहरूलाई के थाहा कि उनीहरूले पछाडि कस्तो भयावह अवस्था छोडेर आएका छन्। कथावाचक सुरक्षित निस्किए, तर उनीहरूले पछाडि छोडेको शान्ति क्षणभरमै भङ्ग भयो। केही घण्टाभित्रै पुरै क्षेत्रमा फैलिएको अराजकता साँच्चै नै चकित पार्ने खालको थियो। उनीहरूको विमान उडेको केही घण्टामै दुबईमा पुरै अराजकता मच्चियो। एयरपोर्ट धुवाँले भर्यो र खाली गराइयो। विश्वको सबैभन्दा अग्लो भवन बुर्ज खलिफा ड्रोन हमलाको निशाना बन्यो। बुर्ज अल अरबमा क्षेप्यास्त्रका टुक्राहरू खसे र सबैभन्दा डरलाग्दो कुरा, सबै उडानहरू रद्द गरियो, जसले गर्दा कथावाचकका केही परिवारका सदस्यहरू त्यही एयरपोर्टमै फसे। उनीहरूको भविष्य अनिश्चित थियो। तर यति ठूलो र समन्वित हमलाको बावजुद युएईको एयर डिफेन्स प्रणालीले चमत्कारी गर्यो भन्नुपर्छ। इरानले प्रहार गरेका हजारौं क्षेप्यास्त्र र ड्रोनमध्ये लगभग 99% आकाशमै नष्ट गरियो। यो सफलताले एउटा भयानक विनाशलाई त रोक्यो, तर प्रश्न उठ्छ, यो हमला किन भयो? युएईमा भएको यो अराजकता त केवल एउटा प्रतिक्रिया थियो। यसको आगोको झिल्को त इरानमा सल्किएको थियो। आखिर इरानमा त्यस्तो के भयो जसले पुरै मध्य पूर्वलाई युद्धको भुमरीमा धकेल्यो? अमेरिका र इजरायलले मिलेर इरान विरुद्ध एक पूर्णस्तरीय सैन्य हमला सुरु गरे, जसलाई नाम दिइयो अपरेसन एपिक फ्युरी। अमेरिकी अधिकारीहरूका अनुसार यो कुनै एक दिनको हमला होइन, यो धेरै दिनसम्म चल्नेछ। इरानका प्रमुख शहरहरूमा बमको वर्षा नै भयो। राजधानी तेहरान, आणविक कार्यक्रमको केन्द्र मानिने इस्फहान र धार्मिक गढ कोम जस्ता रणनीतिक स्थानहरूलाई निशाना बनाइयो। यो हमलाले इरानको शासनको जग नै हल्लाइदियो। तर यो हमलाको सबैभन्दा विस्फोटक खबर आउन त बाँकी नै थियो। इरानको सरकारी टिभीले नै पुष्टि गर्यो कि देशका सर्वोच्च नेता आयतुल्ला खामेनी मारिएका छन्। हमलामा खामेनी मात्र होइन, उनको परिवारका सदस्यहरू र धेरै शीर्ष सैन्य कमान्डरहरू पनि मारिए। खामेनीको मृत्युको खबरले देशभित्रको गहिरो विभाजनलाई सडकमा ल्याइदियो। राजधानी तेहरानमा प्रतिक्रिया बिल्कुलै फरक थियो। एकातिर केही मानिसहरू सडकमा खुसियाली मनाइरहेका थिए भने अर्कोतिर केही मानिसहरू खुलेआम रोइरहेका थिए। अब आफ्नो सर्वोच्च नेताको हत्यापछि इरान चुप बस्नेवाला थिएन। उसको प्रतिक्रिया छिटो र विनाशकारी थियो, जसले पुरै खाडी क्षेत्रलाई आगोमा झोसिदियो। अपरेसन ट्रू प्रमिस 4 नाम दिएको यो जवाफी हमलामा इरानले खाडी क्षेत्रमा रहेका 27 अमेरिकी सैन्य अड्डाहरूलाई निशाना बनायो। इजरायल, युएई, कतार, बहराइन र कुवेत जस्ता देशहरूमा क्षेप्यास्त्र प्रहार गरियो। र यो हमला सैन्य क्षेत्रमा मात्र सीमित रहेन, होटेल र एयरपोर्ट जस्ता नागरिक क्षेत्रहरूलाई पनि निशाना बनाइयो। यसको सबैभन्दा डरलाग्दो उदाहरण बहराइनमा रहेको अमेरिकी नौसेनाको 5औं फ्लिट बेसमा भएको प्रत्यक्ष हमला थियो। यो सङ्ख्याले भारतका लागि मानवीय सङ्कट कति ठूलो छ भनेर देखाउँछ। खाडी क्षेत्रमा 1 करोडभन्दा बढी भारतीयहरू बस्छन् र काम गर्छन्। जहाँ क्षेप्यास्त्रहरू खसिरहेका थिए, त्यहाँ धेरैका आफन्त र साथीहरू थिए। यसले पुरै दक्षिण एसियाली डायस्पोरालाई प्रत्यक्ष खतरामा पारेको छ। यो द्वन्द्वको असर युद्ध क्षेत्रमा मात्र सीमित छैन। यसको प्रभावले भारत जस्ता देशहरूका लागि एउटा डरलाग्दो आर्थिक र राजनीतिक परिदृश्य सृजना गरेको छ। यो युद्धले भारतको लागि एक विनाशकारी आर्थिक श्रृङ्खला सुरु गर्न सक्छ।
पहिलो कदम, इरानले होर्मुजको जलडमरु मध्य बन्द गर्छ, जुन विश्वको सबैभन्दा महत्त्वपूर्ण तेलमार्ग हो। परिणाम के हुन्छ? भारतको 26 लाख ब्यारल दैनिक तेल आपूर्ति ठप्प। त्यसपछिको असर झन भयानक। ढुवानी लागत र महँगी आकाश छुन्छ र भारतीय रुपैयाँमाथि चरम दबाव पर्छ। यो केवल तेलको मूल्यको कुरा होइन, यो एउटा यस्तो डोमिनो इफेक्ट हो जसले भारत जस्ता विकासशील अर्थतन्त्रहरूलाई तहस नहस पार्न सक्छ। यहाँ एउटा राजनीति प्रश्न पनि उठ्छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले इरानमाथि हमला हुनुभन्दा ठिक 2 दिन अघि मात्रै इजरायलको भ्रमण गरेका थिए। पछि रिपोर्टहरूले पुष्टि गरे कि यो हमला हप्तौं अघि नै योजना गरिएको थियो। अब आलोचकहरू भन्छन् कि भारतले सधैँ तटस्थता कायम राखेको अवस्थामा हमलाको ठिक अघि इजरायल भ्रमण गर्नाले गलत सन्देश गएको छ। हरेक युद्धको सबैभन्दा ठूलो मूल्य निर्दोष मानिसहरूले चुकाउँछन्। इरानको मिनाब शहरमा एउटा बालिका प्राथमिक विद्यालयमा भएको बम हमलामा 100 भन्दा बढी बालबालिकाको ज्यान गयो। यो हमला दिनको समयमा भएको थियो, जब विद्यालय बालबालिकाले खचाखच भरिएको थियो। विडम्बना हेर्नुहोस्, यो भयानक घटनापछि इजरायली सरकारको आधिकारिक सामाजिक सञ्जाल ह्यान्डलमा पोस्ट गरियो, इजरायललाई आफ्नो रक्षा गर्ने अधिकार छ, जबकि पहिलो हमला उनीहरूले नै गरेका थिए। यो भनाई र वास्तविकता बीचको भिन्नता साँच्चै नै स्तब्ध पार्ने खालको छ। अब सबैभन्दा ठूलो प्रश्न उठ्छ, के यो हस्तक्षेपले साँच्चै शान्ति ल्याउला वा यसले अझ ठूलो विनाश निम्त्याउला? यसको लागि सायद इतिहासले हामीलाई केही महत्त्वपूर्ण पाठहरू सिकाउन सक्छ। अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको यो भनाइले हमलाको उद्देश्य एकदमै स्पष्ट पार्छ। त्यो हो सत्ता परिवर्तन। उनले सिधै इरानी जनतालाई भने, जब हामी हाम्रो काम सकिन्छौं, आफ्नो सरकार आफ्नो हातमा लिनुहोस्। यो तर्क विगतका आक्रमणहरूमा पनि दिएको थियो। हेर्दा कुनै तानाशाहलाई हटाउनु सकारात्मक लाग्न सक्छ, होइन र? तर इतिहासले देखाउँछ कि बाहिरी सैन्य हस्तक्षेपले सामान्य मानिसहरूको लागि अवस्थालाई झन खराब बनाउन सक्छ। इराकका सद्दाम हुसेन र लिबियाका मुअम्मर गद्दाफीलाई हटाइएपछि दुवै देशहरू अस्थिरता र गृहयुद्धमा फसे र नयाँ आतंकवादी समूहहरूको लागि उर्वर भूमि बने। त्यसो भए अन्तिम र सबैभन्दा महत्त्वपूर्ण प्रश्न यही हो, के इरान अर्को इराक वा लिबिया बन्न सक्छ? के यो हस्तक्षेपले साँच्चै शान्ति र लोकतन्त्र ल्याउला वा यसले दशकौंसम्म चल्ने अस्थिरता र हिंसाको बिउ रोप्नेछ? यो प्रश्नको जवाफ भविष्यको गर्भमा छ, तर यसको परिणामले हाम्रो विश्वको भविष्यलाई नै आकार दिनेछ।